आज पहिलो पटक जब मेरा औँलाहरूले ती खानामा आफ्नो कलम दौडाए, तब मेरो मनले आफ्नै लागि केही शब्दहरू बोले। म आफैले आफ्नो लागि एउटा पत्र लेखेँ। आज म त्यो पत्रबारे बताउँछु, जहाँ लेखिएको थियो कि तिमी कति धेरै हिम्मतले भरिएकी हौ। भिडमा एक्लो हुँदा पनि मुस्कुराएर हिँड्न जानेकी छौ। आफूमा भएका हरेक कमीहरूलाई लुकाउनु भन्दा पनि भर्न चाहन्छौ। तिमी कति मात्र साहसी हौ। हरेक कुराहरूलाई कसरी सम्हालेकी छौ। कहिलेकाहीँ म आफै दङ्ग पर्छु कि कहिलेकाहीँ म आफै दङ्ग पर्छु कि तिमी कस्तो अचम्मको छौ। कयौं प्रश्न उठे होला है तिम्रो कुराहरूमा, तर पनि जवाफमा तिमीले मिठो मुस्कान फर्कायौ। हरेक कुराहरूलाई समझदारीतापूर्वक सम्हाल्यौ। कयौं ठाउँमा तिमी लड्यौ, फेरि उठेर अघि बढ्ने साहस बटुल्यौ। म साँच्चै तिमीमाथि गर्व गर्छु। म साँच्चै तिमीमाथि गर्व गर्छु, किनकि तिमीले सधैँ हरेक हारलाई केवल पाठको रूपमा लिग्यौ। तिमीले जीवनमा भोगेको हरेक हारहरूलाई केवल पाठको रूपमा मात्र लिग्यौ।